नेक्स्ट चाहिँ म डायमन्ड पुसअप हान्दैछु होइन। डायमन्ड पुसअप चाहिँ मेन चेस्टको लागि र ट्राइसेप लागि हो। ल आज चाहिँ मेरो डेट थ्री, आज 3 दिनको चाहिँ 3 दिन भइसकेछ मेरो चाहिँ उ गरेको बडी चेन्जिङमा लागिरहेको। 30 दिनको लागि भनेछु मैले। तपाईहरुलाई कस्तो लाग्यो 3 दिनको दिनमा कतिको हल्का फुल्का चेन्जिङ आएछ कि नै? यति चाँडै चेन्जिङ त आउँदैन हैन, तर हल्का केही चेन्जिङ लागेमा कमेन्ट गरेर भन्न सक्नुहुन्छ है। ल बाइ बाइ गाइज, भोलि चाहिँ फेरि डे 4 हुनेछ। हल्का अरु चेन्जहरु पनि गरेर लिएर आउँदै छु। ल बाइ बाइ गाइज, लाइक कमेन्ट शेयर गरिदिनु होला। ल सबैले सपोर्ट गरिदिनु। के कस्तो हुन्छ म चाहिँ गरेर देखाउँदै छु, स्टार्टिङ गर्दै छु। बाइ बाइ गाइज।